नेपाली सेना अन्तर्गत रहेर सैन्य पदको तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरूलाई आजको भिडियोमा स्वागत छ। साथीहरू, यस भिडियो नेपाली सैन्य तयारी गरिरहनु भएको सम्पूर्ण साथीहरूको लागि सपोर्टिभ र फलदायी रहनेछ। साथीहरू, यस भिडियो अन्तर्गत रहेका वस्तुगत प्रश्नको पहिलो प्रश्न रहेको छ, नेपाली सेनाको स्थापना कुन राजाले गरेका हुन्? अप्सन ए जङ्गबहादुर राणा, अप्सन बी वीरेन्द्र शाह, अप्सन सी पृथ्वीनारायण शाह, अप्सन डी वीर शमशेर। यसको सही अप्सन नम्बर सी पृथ्वीनारायण शाह। त्यस्तै गरी दोस्रो प्रश्न रहेको छ, क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन ए हुम्ला, अप्सन बी सिन्धुली, अप्सन सी रामेछाप, अप्सन डी डोल्पा। यसको सही अप्सन रहेको छ अप्सन नम्बर डी डोल्पा। त्यस्तै गरी तेस्रो प्रश्न रहेको छ, तिलिचोताल कुन जिल्लामा अवस्थित रहेको छ? अप्सन नम्बर ए मनाङ, अप्सन बी हुम्ला, अप्सन सी रसुवा, अप्सन डी डोल्पा। यसको सही अप्सन रहेको छ अप्सन नम्बर ए मनाङ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, महेन्द्र राजमार्गको लम्बाइ कति रहेको छ? अप्सन ए 980 किलोमिटर, अप्सन बी 1241 किलोमिटर, अप्सन सी 1050 किलोमिटर, अप्सन डी 850 किलोमिटर। यसको सही अप्सन रहेको छ अप्सन नम्बर बी 1241 किलोमिटर। त्यस्तै गरी पाँचौं प्रश्न, तलका मध्ये दोस्रो स्तरको नदी कुन हो? अप्सन ए कोशी, अप्सन बी कर्णाली, अप्सन सी बागमती, अप्सन डी गण्डकी। यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी बागमती। त्यस्तै गरी छैटौं प्रश्न, नेपालको सबैभन्दा लामो नदी कुन हो? अप्सन ए कोशी, अप्सन बी कर्णाली, अप्सन सी बागमती, अप्सन डी गण्डकी। यसको सही अप्सन नम्बर बी कर्णाली। त्यस्तै गरी सातौं प्रश्न, पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो? अप्सन ए अमेरिका, अप्सन बी बेलायत, अप्सन सी फ्रान्स, अप्सन डी चीन। यसको सही अप्सन नम्बर डी चीन। त्यस्तै गरी आठौं प्रश्न, प्रदेश सभा निर्वाचन प्रयोजनको लागि देशभरमा कतिवटा निर्वाचन क्षेत्र कायम गरिएको छ? अप्सन ए 165, अप्सन बी 330, अप्सन सी 110, अप्सन डी 550। यसको सही अप्सन नम्बर डी 550। त्यस्तै गरी 9 नम्बर प्रश्न, नेपाली सेनामा क्याप्टेन कुन पदलाई भनिन्छ? अप्सन ए सहसेनानी, अप्सन बी सेनानी, अप्सन सी सहायक सेनानी, अप्सन डी उपसेनानी। यसको सही अप्सन नम्बर ए सहसेनानी। त्यस्तै गरी 10औं नम्बर प्रश्न, नेपाली सेनामा रहेको पिउठ दर्जाको दर्जानी चिन्ह के हो? अप्सन ए 2 फिता, अप्सन बी 3 फिता, अप्सन सी 1 फिता, अप्सन डी 4 फिता। यसको सही अप्सन नम्बर सी 1 फिता। त्यस्तै गरी अर्को प्रश्न, सैनिक व्यक्तिले तलका मध्ये कुन बिदा पाउँदैन? अप्सन ए बिरामी बिदा, अप्सन बी सट्टा बिदा, अप्सन सी क्रिया बिदा, अप्सन डी अध्ययन बिदा। यसको सही अप्सन नम्बर बी सट्टा बिदा। 12औं नम्बर प्रश्न, नेपाली सेनामा चन्द्र र सूर्य दुवै हुने दर्जा कुन हो? अप्सन ए अमलदार, अप्सन बी उपसेनानी, अप्सन सी जमदार, अप्सन डी प्रमुख सुबेदार। यसको सही अप्सन रहेको छ अप्सन नम्बर डी प्रमुख सुबेदार। त्यस्तै गरी अर्को प्रश्न, नेपाली सेनाको उपरथी पदको दर्जानी चिन्ह के रहेको छ? अप्सन ए लालीगुराँसको अर्धघेरा र क्रस खुकुरी, अप्सन बी क्रस खुकुरी र खड्ग, अप्सन सी लालीगुराँसको अर्धघेरा क्रस खुकुरी र चन्द्र, अप्सन डी लालीगुराँसको अर्धघेरा क्रस खुकुरी र चन्द्र सूर्य। यसको सही अप्सन नम्बर ए लालीगुराँसको अर्धघेरा र क्रस खुकुरी। त्यस्तै गरी 14 नम्बरमा रहेको छ, अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा 100 विकेट लिने पहिलो नेपाली बलर को हुन्? अप्सन ए ज्ञानेन्द्र मल्ल, अप्सन बी करण केसी, अप्सन सी विनोद भण्डारी, अप्सन डी सन्दीप लामिछाने। यसको सही अप्सन रहेको छ अप्सन नम्बर डी सन्दीप लामिछाने। अर्को प्रश्न, सैनिक ऐन 2063 अनुसार नेपाली सेनामा नियुक्त हुन अयोग्य हुने अवस्थाहरू दफा कतिमा उल्लेख गरिएको छ? अप्सन ए दफा 3, अप्सन बी दफा 12,
अप्सन सी दफा 13, अप्सन डी कुनै पनि होइन। यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी दफा 13। अर्को प्रश्न रहेको छ नेपालको संविधान 2072 को धारा 267 मा के सम्बन्धी व्यवस्था गरिएको छ? अप्सन ए नेपाल प्रहरी, अप्सन बी नेपाली सेना, अप्सन सी राष्ट्र सुरक्षा परिषद, अप्सन डी शान्ति सेना। यसको सही अप्सन रहेको छ अप्सन नम्बर बी नेपाली सेना। 17 नम्बर धरातलीय स्वरूपका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ? अप्सन ए 1 भागमा, अप्सन बी 2 भागमा, अप्सन सी 3 भागमा, अप्सन डी 4 भागमा। यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी 3 भागमा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ? अप्सन ए धादिङ, अप्सन बी दाङ, अप्सन सी गोर्खा, अप्सन डी मकवानपुर। यसको सही अप्सन रहेको छ अप्सन नम्बर डी मकवानपुर। अर्को प्रश्न रहेको छ नेपालमा कति प्रकारको लालीगुराँस पाइन्छ? अप्सन ए 32 प्रकारका, अप्सन बी 34 प्रकारका, अप्सन सी 35 प्रकारका, अप्सन डी 36 प्रकारका। यसको सही अप्सन रहेको छ अप्सन नम्बर ए 32 प्रकारका। त्यस्तै गरी 20औं प्रश्न तलका जिल्ला मध्ये कुन जिल्लामा पूर्व पश्चिम राजमार्ग पर्दैन? अप्सन ए चितवन, अप्सन बी मकवानपुर, अप्सन सी पर्सा, अप्सन डी दाङ। यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी पर्सा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ काठमाडौँमा गाई जात्राको सुरुवात कसले गरेका थिए? अप्सन ए जगतज्योति मल्ल, अप्सन बी चन्द्र शमशेर, अप्सन सी प्रताप मल्ल, अप्सन डी अभय मल्ल। यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी प्रताप मल्ल। 22 नम्बर प्रश्न नेपाली सेनामा कार्यरत सिपाहीले कति वर्ष उमेर पुरा भएपछि सेवाबाट अवकाश पाउने व्यवस्था रहेको छ? अप्सन ए 46, अप्सन बी 48, अप्सन सी 50, अप्सन डी 52। यसको सही अप्सन रहेको छ अप्सन नम्बर ए 46। 23 नम्बर प्रश्नमा रहेको छ नेपालको केन्द्रीय बैंक कुन हो? अप्सन ए कृषि विकास बैंक लिमिटेड, अप्सन बी नेपाल बैंक लिमिटेड, अप्सन सी नेपाल राष्ट्र बैंक, अप्सन डी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड। यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी नेपाल राष्ट्र बैंक। त्यस्तै गरी अर्को प्रश्न सबैभन्दा सानो महासागर कुन हो? अप्सन ए सुमेरु महासागर, अप्सन बी कुमेरु महासागर, अप्सन सी हिन्द महासागर, अप्सन डी आन्ध्र महासागर। यसको सही अप्सन रहेको छ अप्सन नम्बर ए सुमेरु महासागर। आजको अन्तिम प्रश्न नेपालको श्रीलङ्का भनेर कुन ठाउँलाई चिनिन्छ? अप्सन ए जिडी, अप्सन बी कन्याम, अप्सन सी मनाङ, अप्सन डी कोसीटप्पू। यसको सही अप्सन रहेको छ अप्सन नम्बर डी कोसीटप्पू। आशा गर्दछु आजको भिडियो तपाईको लागि फलदायी र सपोर्टिभ रहेको छ। साथीहरू आगामी दिनमा यस्तै भिडियो पाउनका लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन प्रेस गर्न नभुल्नुहोला।